राष्ट्रिय शिक्षक संगठनको जिल्ला कमिटीको बैठक यहाँ रामा रोशनमा गर्नको लागि हिजो विस्तारित बैठकको लागि रामा रोशनतिर आएका थियौँ। यहाँ अहिले हाम्रो सम्पूर्ण सर म्याडमहरू त्रिवेणीतिर जाँदैछौँ अनि माथिको ताल कुन रे सर? जिङ्गाले तालमा हाम्रो मिटिङ हुनेछ। तालको बिचमा हाम्रो मिटिङ हुनेछ। सरहरू अगाडि पुगिसक्नु भएको छ। यो माथि रामा रोशनबाटै यो बाटो पुरै ढुङ्गाले छाएर यस्तो बनाइएको छ। यहाँहरूले राजेश्वर अफिसियल युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ। म रामा रोशनको सबै कुरा यहाँ दर्शाउनेछु। किनिबिनी हेर्नुहोस्, यहाँ अब किनिबिनीको यो खुला मैदान भव्य फाँट देखाउन गइरहेको छु। हेर्नुहुनेछ, यो रामा रोशनको किनिबिनी। हाम्रो एकजना सर उताबाट आइराख्नु भएको छ। नमस्कार छ सबैलाई। यहाँ हेर्नुहोस्, रामे जाने बाटो यता लेखिएको छ। यो विशाल छ, यो जति पनि छ यो हेर्न सक्नुहुनेछ। यहाँ माथि अग्ला चुरे पहाडहरू छन्। त्यहाँबाट उता बडी मालिका देखिन्छ। त्यहाँबाट बजाङ हुँदै सायद चाइना देखिन्छ होला। हाम्रो सरहरू यहाँ फोटो सेसन चलाइराख्नु भएको छ। म्याडमहरू यहाँ बसिराख्नु भएको छ। भव्य विशाल फाँट रहेको छ। हाम्रो सर म्याडमहरू उताबाट आइराख्नु भएको छ। आज हाम्रो नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला कमिटीको अध्यक्ष जे हुनुहुन्छ उहाँ त्रिवेणीमा नमस्कार छ भन्नुभएको छ। नमस्कार भनिदिनु होला सबै। यो हाम्रो सर आउनु भएको छ। त्यसपछि हाम्रो म्याडम आइराख्नु भएको छ। हाम्रो त्रिवेणीमा यहाँलाई स्वागत छ। हाम्रो बैठक आज अहिले यतै बस्ने छ। हाम्रो सर आइराख्नु भएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय समिति सदस्य आदरणीय सर नरबहादुर रावल पनि आउँदै हुनुहुन्छ। उहाँ हाम्रो नरबहादुर रावल सर हुनुहुन्छ। उहाँ हाम्रो सर आइराख्नु भएको छ। हाम्रो नगरको नगर अध्यक्ष सर, जिल्ला कमिटी उपाध्यक्ष सर तपेन्द्र शाहजी हुनुहुन्छ। उहाँ पछाडि हाम्रो म्याडम आइराख्नु भएको छ। यो विशाल रहेछ, यो भव्य यस्तो रहेछ। यहाँहरूले एकपटक रामा रोशन घुम्नै पर्ने ठाउँ हो। यस्तो छ। आज मौसमले पनि साथ दिइरहेको छ। यस्तो छ। यहाँको विशाल चट्टान ढुङ्गाहरू भव्य छन्। जनयुद्धकालमा 10 वर्ष जनयुद्धकालमा माओवादीका सैनिक जनमुक्ति सेनाको पढ खेल्ने ठाउँ सायद यही हुनुपर्छ। यस्तो विशाल बाफरे कस्तो हुनकन्टा ठाउँ हेर्नुहोस्। कुनै पनि राज्यले नचिनेको ठाउँ। यस्ता खण्डहरू, यस्ता पहाडहरू, यस्ता चट्टानहरू, यस्तो मैदान फाँट बिचमा यस्तो छ। भव्य ठाउँ रहेको छ। यहाँ हेर्न सक्नुहुनेछ। राजेश्वर भण्डारीको युट्युब च्यानल राजेश्वर अफिसियलमा गएर यहाँहरूले हेर्न सक्नुहुनेछ। यहाँको विस्तृत जानकारी त्यहाँ दिएको छ। तपाईँहरूले यसलाई यहाँ फोटो सेसन चलिरहेको छ। क्यामेरा हो सर, यहाँ फोटो सेसन चलिरहेको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी अछामको बैठक अहिले हाम्रो यहाँ बस्न गइरहेको छ। यहाँहरूले हेर्न सक्नुहुनेछ। यो हाम्रो म्याडमहरू आइराख्नु भएको छ। बाबु